हेलो नमस्ते सबैजनालाई स्वागत छ यहाँहरुलाई सुपर कुकिङमा। आज चाहिँ मैले आजभन्दा 7 महिना अगाडिको भिडियो लिएर आएको छु, जुन समरको टाइम थियो र एकदमै गर्मीको मौसम थियो। So me and my friend Dominic went to buy a fan. He is really kind and helpful friend. This गाडी है। Hey man. Wait, go back. These are open 6 days. Every time he drives, he plays songs at a really loud volume. So to avoid any copyright issue, I put on mute. हामी कफल्यान्ड मार्केटमा जाँदैछौँ, जुन हामी बसेको ठाउँबाट 6 किलोमिटरको डिस्टेन्समा रहेको छ। हामी मार्केट पनि आइसकेका छौँ र फ्यान कता छ भनेर खोज्दैछौँ। Okay, take fun. अरे लाज भयो रे, कुर्सीमा चाहिँ गर्मी भएर फ्यान लिन आएको छु। फ्यान बोकेर हिँडेको बिचरा डोमिनीले। कम मार्केट घुम्दैछु, गर्मी साह्रै भयो अरे। यस डोमिनी, यस or no? Yes. Here is too much hot now. फ्यान लिएर आएको साथी गाडी स्टार्ट गर्दैछ। ओके, अब जान्ला। This is Voga. Yeah. फर्किनु लाग्यो। लेट्स गो। जान लाग्यो। फ्यान चाहिँ पछाडि छ। यी ठिकै रहेछ। 30 युरो जति पर्यो। यस। टोटल 30 युरो छ। फ्यान 30 years. या। So हामी चाहिँ फाइनली हामी फ्यान लिएर आइसकेका छौँ। अनबक्सिङको लागि पनि मलाई हेल्प गर्दैछ साथीले। टेक केयर। ओ वेयर इज रिमोट? वेयर इज रिमोट? Domingo. Yes, Domingo. Yes. फ्यान जोइन गर्न मलाई त्यति आइडिया नभएको कारणले उसले नै हेल्प गरिदिँदैछ। त्यो दिन कस्तो ब्याड लक पनि भयो भने हामी भित्र फ्यान जोइन गर्दै थियौँ र गाडी ठोकेको आवाज आयो। त्यसपछि हामी बाहिर गएर हेर्दा यो रुखमा डोमिनीको पार्किङमा राखेको गाडी अटोमेटिकली रिभर्स भएर ठोकिएको रहेछ। ह्यान्ड ब्रेक पनि लगाएको थियौँ, खोइ कसरी। अब त्यो दिन ब्याड लकै भनौँ है। त्यति धेरै क्षति त भएन, बट यो रुखमा ठोकेर पछाडिपट्टिको लाइट चाहिँ यसरी फुटेको छ। एनिवे त्यो फुटेको ग्लासलाई हामीले रिप्लेस गर्यौँ। सायद त्यो दिन योभन्दा नि ठुलो क्षति हुने थियो होला। हामीलाई गडले सेभ गरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच गड। गर्मीको भिडियो जाडोमा सेयर गर्दैछु, त्यसको लागि रियली सरी। अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि यस्तै भिडियो हेर्नको लागि सुपर कुकिङ युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। थ्याङ्क यू फर वाचिङ।